सबैले आमाहरूलाई चाहिँ पकाउन लगाउँछन्। आज कन्हैयाले भनेको छ अब वनभोज गर्छौँ हामी भनेर यसरी कसले खिर बनाउँछ, कसले दही पकौडा बनाउँछ, के बनाउँछन् अनि वनमा जान्छन्। सबै मिलेर यसरी घेरा बाँधेर चाहिँ बसिन्छन् अनि सबै एउटै थालमा पत्तल हुन्छ। त्यति बेला थाल हुँदैन, त्यो पत्तलमा चाहिँ बसेर सबै खान थाल्छन्। एकै ठाउँमा 10-12 जना हुन्छन्, सबै खान्छन्। यो देखेर ब्रह्माजीलाई अचम्बित हुनुहुन्छ। यो ईश्वर भन्छन्, नारायण भन्छन् होइन कि जस्तो लाग्यो ब्रह्माजीलाई। शङ्का लाग्यो, नारायण भगवान यसरी बालबालाको जुठो जस्तो फोहोर नखानु भनेर यसरी सशङ्क हुनुहुन्छ। अनि यिनको परीक्षा लिनु पर्यो, साँच्चै नारायण हो कि होइन भनेर परीक्षा लिनको लागि के गर्नु भने ती ग्वालबालाहरू र जति पनि गाई चर्नका हुन्छन् ती सबै गाई गोरु सबै चिजलाई चाहिँ ब्रह्माजीले अपहरण गरेर लानुहुन्छ, झुकाइदिनुहुन्छ। अनि भगवानले यसो हेर्नु, कोही पनि छैन यहाँ, गायब भए। भगवानले हो ठिकै छ, त्यो एकैछिनको घटना थियो, तर धरतीमा चाहिँ 1 वर्षको घटना भइसकेको थियो। अनि यसरी ब्रह्माजीले लुकाइदिनुहुन्छ। अब यता भगवानले चाहिँ आफ्नो शरीरबाट जति गाई बस्तु थिए, जति उनका साथी थिए, सबैलाई चाहिँ उहाँले त्यसरी नै प्रकट गराइदिनुहुन्छ। अनि यता सबै घरमा आउँछन्, सबै आफ्नो घरमा अब यी ग्वालबाला हुनु होइन भन्ने केही हुँदैन। अनि यसो ब्रह्माजीले हेर्नुभयो, यसो परीक्षा लिन आउनुभयो, के गरे अब कृष्ण हुनु नारायण हुनु भने यसरी आउँदा सबै ग्वालबालाहरू खेलिरहेछन्, गाई बस्तु पनि त्यस्तै नै छन्। अनि त्यसपछि ब्रह्माजीको त्यहाँ मोहभङ्ग भएन, साँच्चै नारायण हुनुहुन्छ। अनि ब्रह्माजीले प्रार्थना गर्नुहुन्छ, श्री कृष्ण गोविन्द हरे मुरारी हे नाम नारायण। प्रभु मैले हजुरलाई सन्देह गरेँ, मलाई क्षमा गरिदिनुहोस् भनेर सिकेको थिएँ। हे ब्रह्माजी, हजुरले बिचमा चाहिँ धेरै सत्सङ्ग गर्नुहुन्छ, यस्तै कति कुराहरू छन् ब्रह्माजीले गरेका। अनि यसरी भइसकेपछि ब्रह्माजीले स्तुति गर्नुहुन्छ, सबै ग्वालबालाहरू फेरि आउनुहुन्छ र जुन ग्वालबालाहरू भगवानले उत्पन्न गर्नुभएको शरीरबाट तिनीहरूलाई वापस आफ्नो शरीरमा प्रवेश गराइदिनुहुन्छ। बलि विश्वेश्वर भगवान। अब यसरी भइसकेपछि एकचोटि के हुन्छ भने कति फलवाली फलहरू भन्दै राज्यमा पुगेर आउनुहुन्छ। भगवान कृष्णले चाहिँ यसो फलवालीलाई धान गराउने, यसो अरूलाई गएर धान हुन्छ, बिचरा सानो बच्चा जानुहुन्छ, धान सबै झरिसकेपछि पनि त्यो फलवालीलाई सानो बच्चा काटेर माया फल दिनुहुन्छ। फल दिइसकेपछि भगवान पनि यसले शुद्ध मनले मलाई चाहिँ यसको कुनै पनि मनमा दुर्भावना छैन भनेर चाहिँ उसको टोकरीमा चाहिँ रत्न जडहरू सबै बनाइदिन्छन्। कृष्णचन्द्र भगवानको इको धेरै बढाएको छ क्या भाइ, कम गरिदेऊ न। कृष्णचन्द्र भगवानको जय। यसरी अब के हुन्छ भने यता कंसले चाहिँ बार पटक राक्षसहरूलाई पठाउँछ ब्रजधाममा। अनि त्यहाँ उत्पात भइराखेको हुन्छ। यसरी भइराख्दाखेरि अब एउटा बुढो त्यहाँ गाईवाला हुन्छन्, उनले चाहिँ भन्छन् कि यहाँ हामी अब बस्न ठिक छैन भनेर यसरी सल्लाह विचार विमर्श गर्छन्। यसरी विचार विमर्श गर्दा नन्द बाबा त्यहाँका मुखिया हुनुको त्यो गाउँको उहाँले चाहिँ भन्नुभयो, तपाईँ ठिक कुरो गर्नुहुँदैछ, किनभने यहाँ जबदेखि हामी आएका छौँ त्यो नन्द कन्हैया पनि जन्मिसकेपछि नाना प्रकारका राक्षसहरूले आएर चाहिँ एकदम तङ्ग गरिराखेका छन्। हामी अब वृन्दावन भन्ने ठाउँमा जानुपर्छ भनेर यसरी सबै मिलेर चाहिँ गोसाइँ सबै गर्नुहुन्छ। वृन्दावनको तुलसी भनेको तुलसीको रोपिएको ठाउँ, त्यसलाई वृन्दावन भनिन्छ। अब यसरी त्यहाँ जानुहुन्छ। त्यहाँ पनि अब खोज्दै खोज्दै ती राक्षसहरू पुग्छन्। अब यता कंसले चाहिँ पठाउँछ सबैजनालाई, जति पनि राक्षस जान्छन् सबैलाई मार्दै परलोक धाम पुर्याइदिनुहुन्छ।
अनि एक दिन सबै साथीभाइहरू बसेर चाहिँ जमुनाजीको किनारमा खेलिराखेका थिए। त्यो कपडाको एउटा बल बनाउनु भएको थियो। एउटा सुदामाले श्रीदामा हुन्छन्, उनले चाहिँ बल बनाएका थिए। यसरी फाल्ने क्रम चलिरहेको थियो। कृष्ण भगवानले यसो देख्नुभयो, यमुनामा कालो पानी नीलो पानी आइराखेको थियो। अनि त्यहाँ गाई बस्तुले यसो पानी खाँदा सबै गाई बस्तुहरू मर्थे। कन्हैयाले सोध्नुहुन्छ के भएको यस्तो भन्दाखेरि यहाँ नाग कालिया नाग बस्छ, यो ठाउँ एकदम खतरनाक छ, यहाँ हामी बस्नु हुँदैन, नत्र उनीहरूले मारिदिन्छ भनेर यसरी भनिसकेपछि कृष्ण भगवानले सोच्नुहुन्छ यसलाई त यहाँबाट भगाएरै छोड्छु भन्नुहुन्छ। अनि यसरी खेल्दै उनीहरू खेल्दा खेल्दै जानी के गर्नुहुन्छ भने भगवान कृष्णको पालो आउँछ। पालो आइसकेपछि त्यो बललाई उठाएर यसरी फुत्त फालिदिनुहुन्छ जमुनाजीमा, किनभने उहाँलाई त लीला गर्नु थियो। यसरी फालिसकेपछि सीतामाले भन्छ मेरो गेन्द दे कन्या, मेरो गेन्द ल्याइदे, पानीबाट झिकेर ल्याइदे भनेर यसरी बार भनिसकेपछि भगवान त्यहाँको कदमको डालीबाट चढेर फुत्त हाम फाल्नुहुन्छ। अब त्यहाँ सबैले त्यो अरू साथीहरूले सीतामालाई क्रमसँग पनि यसरी गरिस्, अब त्यहाँबाट पाकेर आउनु न हाम्रो पनि भनेर यसरी सबैले गाली गर्छन्। अब उनीहरूलाई के थाहा भगवान साक्षात् नारायण हुनुहुन्छ भने यसरी गरिसकेपछि त्यहाँ भगवान प्रवेश गर्नुहुन्छ। उता कालिया नाग सुतिराखेको हुन्छ। त्यहाँ दुईटी कालिया नागकी श्रीमतीहरू र बालक बच्चा आएको देखेर चाहिँ ओइ यहाँ किन आएको, मर्न आइस् भनेर यसरी गाली गर्छन्। अनि मर्न होइन, म कालिया नागलाई चाहिँ यहाँबाट भगाउन आएको भनेर यसरी भन्नुहुन्छ भगवानले। अनि तिमी बच्चा छौ, कसरी यस्तो विशाललाई गर्न सक्छौ, उहाँ त बहुत ही खतरनाक हुनुहुन्छ भनेर यसरी भन्छन् ती दुईटी श्रीमतीले, कालिया नागकी श्रीमतीले। र यसरी भनिसकेर त्यहाँ हल्ला सुनेर चाहिँ ऊ उड्छ, सुतिराखेको हुन्छ। को भनेर यसरी हल्ला गर्छ कालिया नागले। अनि उनीहरू पछिको बिगारलाई मार्छ भनेर यसरी भन्दाखेरि भगवान कृष्णले जोडले चाहिँ कराउनुहुन्छ। कराइसकेपछि कालिया नाग उठ्छ। उठिसकेपछि भगवानले उसलाई रिस उठाउनको लागि पुच्छरमा एक लात्ती हानिदिनुहुन्छ। यसरी हानिसकेपछि एकदम जुरुक्क उठ्छ त्यो कालिया नाग। अनि त्यहाँ दुईटैको लडाइँ पर्छ र कालिया नागले खुब डस्न खोज्छ भगवानलाई, तर साक्षात् भगवान क्षीर सागरमा शेषनागमा सुत्नु भएको, उहाँलाई कसले के गर्न सक्छ। कालियालाई त यति पिट्नुभयो, त्यसका जति पनि धन यसरी उठाउँदै एक लात्ती हान्नुहुन्थ्यो, त्यसलाई यसरी खुब पिट्न थालिसकेपछि थाकेर चाहिँ रगतहरू छाड्न थाल्यो। लास्टमा मैले हात जोड्छ, भगवान मैले चिन्न सकिनँ, मलाई क्षमा गरिदिनुहोस् भनेर यसरी कालिया नागले भन्छ तिमीले तुरन्तै यो जमुना छोडेर जानुपर्छ, नत्र भने ठिक हुने छैन। भन्दाखेरि हजुर म कहाँ जाउँ, यहाँ त अन्त गयो भने त गरुडले मलाई मारिदिन्छ, किनभने गरुडले त सर्पलाई देख्न सक्दैन, मारिदिन्छ। त्यस कारणले मलाई वासस्थान दिनुहोस् भनिसकेपछि यसो गर, तिमीलाई मैले जति पनि तिम्रो फोनहरू छन् त्यसमा मैले आफ्नो लात्तको चिन्ह लगाइदिएको छु, शङ्ख चक्र त्यसमा छन्। तिमीलाई अब देखेपछि गरुडले केही पनि गर्दैनन्, तिमी गएर समुद्रको एउटा किनारमा बस भनेर यसरी भन्नुहुन्छ कृष्णचन्द्र भगवानको। यसरी लीला गर्दै जानुहुन्छ। एक दिन के हुन्छ भनेदेखि कृष्ण भगवान वनमा हुनुहुन्छ। त्यहाँ गोपिनीहरू कपडा नलाइकन जमुनाजीमा नुहाइराखेका हुन्छन्। भगवान जति बेला 9 वर्षको हुनुहुन्थ्यो अनि उनीहरूले चाहिँ त्यहाँ नुहाइराखेका हुन्छन्। भगवानले भन्नु यसरी यिनीहरूलाई त दण्ड दिनुपर्छ, यसरी जमुनाजीलाई यिनीहरूले चाहिँ दूषित पारेका छन् भनेर ती लुगाहरू जति पनि चो हुन्छन् ती सबै उठाएर त्यो कदमको रुखमाथि राखिदिनुहुन्छ अनि माथि चढ्नुहुन्छ। अनि ए गोपिनीहरू बाहिर निस्क भनेर यसरी गाली गर्नुहुन्छ। अनि उनीहरू निर्वस्त्र भएका हुन्छन्। कहिले पनि खोला आदिमा नुहाउँदाखेरि हामीले निर्वस्त्र भएर नुहाउनु हुँदैन, त्यसपछि ठुलो पाप लाग्छ नदी भनेर भन्नुहुन्छ। अनि उनीहरूले गोपिनीहरूले क्षमा माग्छन्, हजुर हामीलाई क्षमा दिनुहोस् भनिसकेपछि अनि भगवानले उनीहरूको कपडा दिनुहुन्छ। चिर भनेको कपडाको के भनेको माया, उनीहरू मायामा बसिरहेको थिए।
चिर भने भगवानले चाहिँ तिनीहरूको माया हुन्थ्यो, सांसारिक माया तिनीहरूको हरण गर्नुभएको। त्यस कारणले त्यो चिर भनेको उनीहरूको माया जुन एउटा मोहमा फँसेका थिए तिनीहरूलाई जगाउनको लागि भगवानले त्यस्तो लीला गर्नुभएको। यसरी हुँदै जान्छ। अब एक दिन त्यहाँ धेरै ठुलो उत्सव मनाउन आँटे। कृष्ण भगवानले आफ्नो बाबालाई सोध्नुहुन्छ, बाबा के गर्न आँट्नुभएको भनेर यसरी सोद्धा, हामीले गोवर्धन पूजा गर्न आँटेका हौँ बाबु, किनभने गोवर्धनले चाहिँ हामीलाई धेरै नै प्रसाद दिन्छन्। अनि यता इन्द्रको पूजा गर्नलाई भन्नुहुन्छ नन्द बाबाले। इन्द्रको पूजा गर्न आँटेका भन्दाखेरि कन्हैयाले भन्नुहुन्छ इन्द्रको पूजा नगरौँ, त्यो पर्वत जुन छ गोवर्धन त्यसको हामीले पूजा गर्नुपर्छ। इन्द्रको पूजा गरेर हामीलाई केही फाइदा छैन भनेर भन्नुहुन्छ। होइन न बाबा, त्यसो भएन, इन्द्रले वर्षा गर्छन्, हामीहरूलाई जुन एक समयमा वर्षा गरेपछि हामीले पुनः जल लगाउन पाउँछौँ, हामीले वर्षभरि खान पाउँछौँ, पानी पाउँछौँ भनेर यसरी भन्नुहुन्छ। तर कृष्ण भगवानले हुन त ठिक हो मनमा सोच्नु, तर इन्द्रलाई अभिमान आइसक्यो। भगवानलाई चाहिँ के छ भने अभिमान आइसकेपछि उहाँले चाहिँ दण्ड गरिहाल्नु कसैलाई। कालिया नागले पनि अभिमान आइसकेको थियो। अभिमान भएको हुनाले उसले त्यो पानीलाई दूषित पारेको थियो, त्यस कारण उसलाई दण्ड दिनुभयो। यता इन्द्रले पनि अब गोकुलवासीहरूले त जहिले मलाई पुगिरहन्छन् भनेर ठुलो ठुलो हुँदै गयो अभिमान उसमा। अब यस्तो अभिमान मान मर्दन गर्नुपर्छ भनेर भगवानले गर्नुहुन्छ र त्यहाँ इन्द्रको पूजा गरेर गोवर्धनको पूजा गर्नुहुन्छ। अब यता इन्द्रलाई थाहा हुन्छ। इन्द्रलाई थाहा भइसकेपछि उनले मेघहरू हुन्छन्, बादलहरूलाई जाऊ त्यो वृन्दावनलाई पुरै बगाइदियो, यति पानी गर्छ, यति पानी त सबै मान्छेहरू मरुन् भनेर यसरी इन्द्रले आज्ञा गर्छन्। एकदम पानी घनघोर पानी पर्छ, 7 दिनसम्म लगातार पानी परेको। 2-3 दिन पर्दा त प्रार बाढी आएको थियो, 7 दिन पानी पर्दा कस्तो हालत भयो होला वृन्दावन। तर भगवानले जुरुक्क त्यो गोवर्धनलाई उठाएर चाहिँ आफ्नो हातमा उठाइदिनु हो। 7 दिनसम्म चाहिँ लगातार पानी परिसकेपछि अनि अब इन्द्रले आए सबै मर्यो होला भनेर हेर्न आउँदा त ती गोकुलवासीहरू सबै जस्ताका तस्तै देख्छन्। अनि उनलाई यसो आभास भयो त कृष्ण भगवान हुनुहुन्छ भनेर फेरि हात जोडिँदा एकान्तमा गएर हजुर मलाई क्षमा गरिदिनुहोस्, मैले भुल गरेँ भनेर यसरी क्षमा प्रार्थना गर्छन्। गरिसकेपछि भगवानले क्षमा गरिदिनुहुन्छ। अनि यस्तै प्रकारले धेरै लीलाहरू हुँदै जान्छन्। यता कंसले चाहिँ धनुष्य गर्न आँटेको हुन्छ। त्यसमा चाहिँ अब बाल बच्चाहरूलाई दिनपछि 10 दिनमा उगरेका थिए, जन्मेका थिए, तिनीहरूलाई उसले मार्न सकेन। उसलाई पनि अझै सशङ्कित भयो कि काहीँ न काहीँ त पक्कै होला भनेर चाहिँ उसले एउटा धनुष्य, अब तबसम्म भगवानहरू पनि ठुला भइसकेका थिए, 10-12 वर्ष भइसकेका थिए। यसरी गर्दै जाँदाखेरि धनुष्य उनले गर्छ। धनुष्य गर्दै कृष्ण र बलरामलाई पनि आमन्त्रित गर्नलाई अक्रूरजीलाई पठाउँछ भने अक्रूरजी कंसका महामन्त्री थिए, उनलाई पठाउँछन्। अक्रूरजी चाहिँ हमेसा कृष्ण पक्षमा हुनुहुन्थ्यो। अब कंसले चाहिँ मार्छ होला भनेर चाहिँ विचार गर्नुहुन्छ, तर अक्रूरजीलाई पनि थाहा हुँदैन कि भगवान साक्षात् नारायण हुनुहुन्छ भनेर। यसरी अक्रूरजी जानुहुन्छ। कंसले हजुरलाई बोलाउनु भएको छ, त्यहाँ अलिक सावधानी राख्नु होला है भनेर यसरी भन्नुहुन्छ अक्रूरजीले। अनि बलराम और कृष्ण भगवान रथमा चढेर आउँदै हुनुहुन्छ। अनि त्यति बेला नै अक्रूरजीले भन्छ म एकछिन यमुनामा नदीमा नुहाएर आउँछु भनेर यसरी भन्दाखेरि अक्रूरजी नुहाउन पस्नुहुन्छ। त्यहाँ भित्र पस्दा त साक्षात् कृष्ण भगवानलाई देख्नुहुन्छ। अनि यसो अचम्भित हुनुहुन्छ। फेरि यसो बाहिर निस्किनुहुन्छ, रथमा बसेको देख्नुहुन्छ, फेरि डुब्नुहुन्छ, फेरि भित्र देख्नुहुन्छ। यसरी 2-4 चोटि गरिसकेपछि उहाँले बुझ्नुहुन्छ हो हाम्रो साक्षात् नारायण हुनुहुँदो रहेछ। पछि आएर चाहिँ प्रभु उहाँले चाहिँ हात जोड्नुहुन्छ। भगवानलाई चिनिसकेपछि भगवानले पनि भन्नुहुन्छ यो गोपनीय कुराहरू आफ्नै मनमा राख्नु, कसैलाई नभन्नु भनेर अक्रूरजीलाई सम्झाउनुहुन्छ। यसरी मथुरा पुग्नुहुन्छ। उहाँ मथुरा पुगिसकेपछि सबैजना त्यहाँ मान्छेहरू हुन्छन्, कृष्ण राम
बलराम र कृष्णलाई देखेपछि यति सुन्दर देख्छन् सबैले आफ्नो छरबाट फुलहरू बर्साउँदै जान्छन् सबैले चाहिँ सम्मान गर्छन् अनि त्यहाँ एउटा धोबीलाई देख्नुहुन्छ एउटा धोबीले चाहिँ कपडाहरू टक्क पोटली बनाएर चाहिँ कंसकोमा लाँदै गरेको छ ए यहाँ दिनु त हामी लगाउँछौँ लुगा भन्दाखेरि तिमीहरू पाहाडमा र जङ्गलमा बसेका तिमीहरूले यहाँ कंसको लुगा लगाउँछौ भनेर हप्काइदिन्छ धोबीले एक थप्पड हाल्नुहुन्छ धोबीलाई अनि उसको प्राण दिन जान्छ अनि सबै लुगाहरू राम्रो राम्रो लुगाहरू लगाउँछन् अरू ग्वालबालाहरूलाई पनि दिनुहुन्छ त्यहाँ एउटा दर्जी हुन्छ दर्जी पनि हुन्छ अनि ती कपडाहरू कति ठुला ठुला भगाउँछ भङ्ल्याङ भङ्ल्याङ त्यो दर्जीले त राम्रो सिलाएर चाहिँ कन्हैयालाई हुने बलरामलाई हुने उसलाई त्यहाँ साथीभाइहरूलाई सबैले सिलेर टिक्क पारिदिनुहुन्छ अनि त्यो दर्जीको कल्याण गरिदिनुहुन्छ उसलाई अनि त्यहाँ एउटा माली हुन्छ मालीले चाहिँ भगवानलाई माला अर्पण गर्छ सुन्दरता देखेर भगवान साक्षात् नारायण जस्तो गरेर मालीलाई पनि कल्याण गरिदिन्छ मालीले चाहिँ माला ल्याएर अर्पण गरिदिन्छ भगवानले उसको सबै खुसीहरू दिनुहुन्छ त्यसलाई त्यसपछि एउटी कुब्जा हुन्छ एउटा सुन्दर चन्दन बनाएर चाहिँ कंसलाई लान आँटेको लगिराखेको हुन्छ बाटोमा भेट्नुहुन्छ अनि हे सुन्दरी यो चन्दन कहाँ लग्न आँटेको भनेर यसरी भन्नुहुन्छ भगवान श्रीकृष्णले अनि ऊ कुब्जा थिए यति नराम्री पनि थिए अनि मलाई सुन्दरी कसले भन्नु भनेर यसो फनक्क फर्किनुहुन्छ भरे हेर्दा त सुन्दर युवक छ यो त कंसलाई दिन लगेको तर तिमीलाई दिन मन लाग्यो यो चन्दन भनेर यसरी भगवान कृष्णलाई दिन्छन् अनि उसको भाव देखेर भगवान कृष्णले चाहिँ भगवानले जानिहाल्नुहुन्छ कसको प्रति भाव छ अगर श्रद्धा भाव छ भने त्यसको कल्याण गरिदिनुहुन्छ दुष्ट प्रवृत्ति छ भने त्यस्तै प्रकारको उहाँले उपचार गरिदिइहाल्नुहुन्छ अनि उसले देख्यो कि यो त सच्चा मनले मलाई दिइराखेको छ भनेपछि कुब्जालाई यसो पक्रेर फनक्क तानिदिनु भएको थियो त्यो कुब्जा सुब्जा सबै हराएर सुन्दर स्त्री भयो बोले कृष्णचन्द्र भगवानको यसरी अब धनुष्यकीमा प्रवेश गर्नुहुन्छ त्यहाँ एउटा हात्ती राखेको हुन्छ ढोकामा हात्ती राखेको हुन्छ त्यो हात्तीलाई चाहिँ ती दुईटा केटाहरू आउँदैछन् ती माथि शङ्का हुन्छ उनीहरूलाई चाहिँ यिनै हुन् कि क्या हो भनेर अनि त्यो हात्तीबाट चाहिँ उनीहरूलाई प्रवेश गर्न दिने हात्तीले सुनले यसरी ठेल्न खोज्छन् तर बलरामजीले एक मुर्गी हानिन्छ हात्ती ती धराशायी भएर मर्छ यसरी भित्र छिर्छन् त्यहाँ धनुष राखेको हुन्छ भगवानलाई गएर यसो च्याप्पो उठाउँदै भाँचिएर जान्छ बोले कृष्णचन्द्र भगवानको अब त्यो भाँचिन साथ त्यहाँ एकदम पहलवानहरू राखेका हुन्छन् कंसले अब तिनीहरू बाइचान्स आयो भने तिनीहरूलाई चाहिँ मार्छौँ भनेर चाहिँ यसरी 10-15वटा एकदम बलिष्ठ 10,000 हात्ती बलका राखेका हुन्छन् त्यो पहलवानहरूलाई तिनीहरूले चाहिँ ललकार्न थाल्छन् कृष्ण र बलरामलाई आओ तिमीहरूमा शक्ति छ भने हामीसँग मल्ल युद्ध गर भनेर यसरी भन्छन् भगवानले एक सबैलाई मैले हान्ने सबै धराशय भएर जान्छन् कृष्णचन्द्र भगवानको यसरी त्यो धनुषमा कंस बसेको हुन्छ माथि अनि आदेश दिन्छ ए यिनीहरूलाई पक्र बाँधेर ल्याऊ भनेर यसरी आज्ञा दिन्छ भगवान कृष्ण त्यहाँबाट एकदम उफ्रेर त्यसको माथि नै पुगेर ट्याप्प कपाल पक्रेर घसिट्दै तल सिँढीबाट ल्याउनुहुन्छ र कंसको त्यहाँ प्राणान्त गरिदिनुहुन्छ र कंसको पनि मुक्ति गरिदिनुहुन्छ किनभने शत्रु भावले उसले राखेको थियो जहिले पनि कंसको डर जहिले सपनामा पनि कृष्ण भगवानलाई सम्झिरहन्थ्यो यसरी शत्रु भावले राख्दा पनि त्यो पनि एउटा भगवानप्रति एउटा भक्ति भनेर भनिएको थियो अनि यसरी कंसको पनि उद्धार गरिदिनुहुन्छ यता कंसलाई मारिसकेपछि के हुन्छ भनेदेखि आमा बाबु जेलमा हुनुहुन्छ सबैलाई निकाल्नुहुन्छ अनि क्षमा माग्नुहुन्छ आमा बुवासँग कि हजुर म जन्मेँ हजुरको कोखबाट तर मैले केही सेवा गर्न पाइनँ त्यसको लागि क्षमा प्रार्थी छु भनेर यसरी भन्नुहुन्छ अनि बाहिर निकालेर अङ्कमाल आदि गर्नुहुन्छ उता वसुदेव र देवकीले साक्षात् नारायण हुन् भनेर जान्नुहुन्छ प्रार्थना गर्नुहुन्छ म नारायण होइन पहिले त हजुरकै छोरो हुँ भनेर यसरी भगवानले आश्वासन गर्नुहुन्छ र त्यहाँ उग्रसेन राजा
कंसका पिता उग्रसेन उनलाई पुनः राजगद्दीमा बसाइन्छ। यसरी भगवानले कंसलाई मारेर चाहिँ मथुराबाट चाहिँ कंसको अत्याचार मेटाइदिनुहुन्छ। कृष्णचन्द्र भगवानको बाँकीका कथाहरू अब भोलि समय रहेपछि गर्नेछौँ र आज समय अगाडि बढिसकेको छ। अब हामी आरती गरौँ।